नमस्कार साथीहरु, तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज पनि तपाईहरुमा चाहिँ म नयाँ भिडियो लिएर आइसकेको छु। साथीहरु, आजको भिडियो रहेको छ तपाईले चाहिँ एनसेल र एनटीसी को ब्यालेन्स चाहिँ एउटै कोडबाट चाहिँ कसरी चेक गर्ने भनेर तपाईलाई मैले भिडियो लिएर आएको छु। आज चाहिँ अहिले हालसालै चाहिँ तपाईले चाहिँ एनसेल र एनटीसी को ब्यालेन्स चाहिँ एउटै कोडबाट चाहिँ तपाईले चेक गर्न मिल्छ है। त्यो चाहिँ तपाईहरुलाई चाहिँ म अब मेरो मोबाइल स्क्रिन शेयर गरेर देखाउन चाहदै छु है। सर्वप्रथम चाहिँ तपाई चाहिँ डायल प्याडमा जानुस् है। डायल प्याडमा गइसकेपछि तपाईले चाहिँ यहाँ चाहिँ तपाईको एन्ड्रोइड छ भने चाहिँ त्यो कोड डायल गरेपछि चाहिँ सिम चुज गर्ने अप्सन आउँछ। यो चाहिँ तपाईको आईओएस भएको हुनाले चाहिँ मैले यहाँ चाहिँ सिम चुज गरे है। युज प्राइमरी लाइन भनेको चाहिँ यो चाहिँ मेरो एनटीसी को सिम चुज गरे है पहिला है। त्यसपछि एस्ट्रिक चुज गर्नुस्, 144 टाइप गरेर # गर्नुस् अनि डायल गर्नुस् है। तपाई यहाँ देख्न सक्नुहुन्छ यो एनटीसी को ब्यालेन्स देखाएको छ है। यसलाई मैले डिसमिस गरे। अब म चाहिँ एनसेल को सिम चुज गरे है। चुज गरिसकेपछि फेरि एस्ट्रिक 144 # चुज गर्नुस् र डायल गर्नुस् है। तपाई यहाँ देख्न सक्नुहुन्छ एनसेल को ब्यालेन्स पनि देखाएको छ है। यसरी चाहिँ तपाईले चाहिँ एउटै कोडले त्यो कोड रहेको छ *144 यसले चाहिँ तपाईले एनसेल एनटीसी दुईटै नेटवर्कको चाहिँ तपाईले ब्यालेन्स चेक गर्न सक्नुहुन्छ है। साथीहरु, तपाईलाई आजको भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परेमा मेरो च्यानलमा चाहिँ लाइक, शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है। जसले गर्दा चाहिँ मलाई मोटिभेट गरेर अझै यस्तै किसिमको भिडियोहरु चाहिँ बनाउन मद्दत पुग्छ है। हस्त साथीहरु, अर्को भिडियो भेटौँला। नमस्कार।